अबलाई भने शिव शताक्षी नगरपालिकाले डोजर चलाउने पक्का भएको छ। अहिले चाहिँ उठाउनु खोज्दैछ, बाटो बनाउँछ अरे। हामी जतातता दिँदा हामी जाँदैनौँ, डोजरले भत्काउन हामी दिँदैन। यी हुर्किएको, यी गरेको, यी बुढा मरेको, यी क्रिया गरेको वृद्ध पनि भयौँ। नगरपालिकाको निर्णयले शिव शताक्षी नगरपालिकाका मसिह मानिने मेयरको आउँदाको भविष्य कस्तो होला भन्ने हेर्न बाँकी छ। मेरो आफ्नो टेलिभिजन, व्यथिति र विसङ्गतिको चिरफार। विश्व दुनियाँबाट हेरिराख्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा मेरो आफ्नो टेलिभिजनमा म सुभाषको नमस्कार। कार्यक्रमको सुरुवातमा यो हेर्नुहोस्, शिव शताक्षी नगरपालिकाले सूचना जारी गरेको चलनी नम्बर 3334 मा शिव शताक्षी नगरपालिका अन्तर्गत पर्ने शिवगञ्ज रिङ रोड यानि कि 5 र 6 मा रोड अतिक्रमण गरेर बसेका वासीहरूलाई 7 दिने अल्टिमेट जारी गरी जग्गा खाली गर्न सूचना प्रवाह गरेको छ। यो सूचना प्रवाह गरिरहँदाखेरि अबलाई भने शिव शताक्षी नगरपालिकाले डोजर चलाउने पक्का भएको छ। शिव शताक्षी नगरपालिकाले त्यसलाई पूर्ण तयारी नगरी भत्काउने पक्का भएको छ। अब शिव शताक्षी नगरपालिकाले पनि डोजर आतंक मचाउने सङ्केत देखिएको छ। सम्मानित अदालतको अन्तरिम आदेशमा भनिएको छ, कुनै पनि संरचना भत्काउनु अघि सुकुम्बासीहरूलाई स्थानान्तरण गर्नुपर्ने भनिए तापनि नगरपालिकाले पूर्व तयारी गरेको देखिएन। यो नगरपालिकाको निर्णयले शिव शताक्षी नगरपालिकाका मसिह मानिने मेयरको आउँदाको भविष्य कस्तो होला भन्ने हेर्न बाँकी छ। या त अबको दिनमा शिव शताक्षी नगरपालिकाको मेयरले छविलाई उच्च बनाउनका लागि रविसँग आफ्नो प्रस्तावहरू पेश गरेर यसको हल निकाले उचित हुने थियो। अब स्थानीयको कुरा सुनौ। हाम्रो चाहिँ 65 सालदेखि यहाँ बसोबास गरेको, कसैले केही गरेन। अनि अहिले चाहिँ उठाउनु खोज्दैछ, बाटो बनाउँछ अरे। अनि हामीलाई कहीँ ठाउँ दिँदा हाम्रो सरासरी सर्ने जाने सार्नेको कुरा अहिले गरेको छैन, त्यही उठाउनु मात्रै पठाएको छ सूचना। हामी यो ठाउँमा उठाउँदा हामी महसुस हो कि तर हामी जतातता दिँदा हामी जाँदैनौँ। यस्तै ठाउँ हामीले सेन्टर चाहिन्छ, गरी खानु पाऊँ हामीहरू। अब सब नानी पनि पढाउन सजिलो छ, नजिक छ। धेरै टाढा जाँदा हाम्रो त्यस्तो मिल्दैन, छोराछोरी हाम्रो पैसा छैन गाडीमा लगेर पुऱ्याउन ल्याउन। तर हामी त्यही खोजेको, यताउति हामीले दियोस्, हामी सर्ने आफै सर्ने। डोजर चाहिँदैन, हामी आफै भत्काउने। हामीले ठाई देखाइदियोस्, हामी आफै बाँसको खमालेर बाँधेर बसेकै हो। हामी त्यो खर काट्ने, 5 वर्ष 6 वर्षमा टाटी लगाउने, बेरा लगाउने, हामी बस्ने। हामी डोजरले भत्काउन हामी दिँदैन। हाम्रो अलिकति उ गर्दा छिसिँदा हाम्रो घर आफै भत्किन्छ। छैन छ भने हाम्रो नागरिकतामा हेर्नु गयो। अब यतायति दिँदा हाम्रो गरी खाने पनि मेलो हुन्छ नि त। कुनै बेला राति हुन्छ, काम गरेर आउँछु, चामल छैन, सब्जी छैन, कुदेर जान्छु बजारतिर लिएर आउँछु, पकाउँछु, खान्छु। हाम्रो त्यही हो। के भन्न चाहन्छ, अहिले हामी नहटायो भने राम्रो हुन्थ्यो। अहिले बर्खा लागिसक्यो, अब कहाँ बस्नु, के गर्नु। त्यही अब बाँस काट्न फेरि दिँदैन, बाँस काटेर ल्याउनु पर्यो, त त्यही त छाना लगाएर बस्नु पर्यो नि। अहिले अब भन्छ बाँस काटेर जाँदा बाँस दिँदैन अहिले काट्न। अब के गर्नु, पुरा अब 1-2 महिना बस्नु दिँदा त राम्रो हुन्थ्यो। उता काम रुखो सुखो पनि हुन्थ्यो। अहिले बर्खा लागिसक्यो, लाग्छ नि, यी हुर्किएको, यी गरेको, यी बुढा मरेको, यी क्रिया गरेको वृद्ध पनि भयौँ। यहाँ कति दुःख गरेर यहाँ बसेको छौँ, बाँसको घर बनाएको छौँ, परालको छाना छ, कति पीडा छ हामीलाई। यो ठाउँ छोड्नुको लागि हामीलाई साह्रो पीडा छ। कसरी हाम्रो बस्नु, कसरी खानु, अर्को ठाउँमा गयो भने कसरी बस्नु, नौले मान्छे हुन्छ, हामीलाई थाहा हुँदैन कस्तो व्यवहार चलाउनु पर्छ। हामी राम्ररी हामीलाई ठाउँ चाहिँ दिएछ भने हामी सर्लकै उठ्छौँ। नगरपालिकाले मेयरले पनि अस्ति मैले भनिसकेको छ, हामीले ठाउँ दियो भने हामी सर्लकै उठ्छौँ। त्यति, धन्यवाद। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो यसको बारेमा सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै म प्रस्तुता सुभाष सहित क्यामेराम्यान रोमको साथमा बिदा हुन चाहन्छु। हवस् त, शुभ दिन। मेरो आफ्नो टेलिभिजन, व्यथिति र विसङ्गतिको चिरफार। म सुभाषको साथमा।